Hi guys, welcome back to my YouTube channel. आज मैले भ्लग बनाउँछु भने बिर्सेछु के अहिले बनाउने मेरो कलेज यही हो मेरो कलेज भ्यू यस्तै हो मेरो ब्लग प्रिटी सागबारी हामी ताजा पार्कमा जान लाग्यो क्या जाऊ यस्तो पो रहेछ म त त्यो घुमाउने होला भनेर हामी जाँदैछौँ कस्तो रहेछ कि काम छैन खासमा आज हाम्रो वेलकम प्रोग्राम छ गाइज सो हाम्रो सिनियरहरू बिजी सिनियर्स हाम्रो ग्याङ यहाँ छ हेर्नु ल गएर मन बजाऊ हाम्रो टोयलेटको सिँचाइ छैन आकाश हेरी बस्नुपर्छ सधैँभरि सिँचाइ छैन आकाश हेरी बस्नुपर्छ सधैँभरि सुक्खा हुने बाटोमा पनि ठुलोको निकास हुनुपर्छ नेपाल
त्यस्तै यहाँ अभ्यासमा आसिन हुने गर्ने जब हरेक सपनाहरू कल्पनामा नै सीमित भएपछि तर पनि केही कामना त हुँदो रहेछ आखिर मेरो ठुलो सपना छ कि म जिन्दगी जिउन सकु जिन्दगी बिताउनु भन्दा पनि म खुसी सम्झाउन सकु रित्याउनु भन्दा पनि हरेक खुसीलाई छामेर महसुस गर्न मन छ मलाई मायाले राम्रो मायाको गाडी नै बनाउनेछु कहिले टिभी केयर टेन्सनको माथिलाई हाल्नु कहिले म हाल्ने आफ्नो भाइ मायाको प्रोडक्सन बनाउनेछु यात्रा लामो छ बिचमा घाउ चोक्लाङ्ला म ब्रिज राफ्टिङ झै टाल्नेछु यात्रा लामो छ बिचमा घाउ चोक्लाङ्ला म ब्रिज राफ्टिङ पनि टाल्नेछु हाम्रो मायाको सेन्टिमेन्ट स्टेज आयो नभन्न प्रिय म टाउको दिन गरी फेरि मायाको चन्द्रमाको शीतल प्रकाशले त पोल्छ त्यति कोमल छ उसको तन ढुङ्गाको मूर्तिले त पोल्छ त्यति सफा छ उसको मन फुलले त भिजाउँछ उसलाई काँडा हुँदा कुरै नगरौँ फुलले त भिजाउँछ उसलाई काँडा हुँदा कुरै नगरौँ साथमा हुँदा त मेरो हुँदा टाढा हुँदा कुरै नगरौँ सिंगो किताब लाग्ने अनि आउँछन् लाग्ने ओहो कति धेरै म चाहिँ
कि धेरै बेर बस्न पाएन कि टाढा छ नि त मेरो रुम, त्यही भएर अलिक चाँडै आएँ के चाँडै भन्नु 6 बजी आइपुगेँ। द्याट्स इट। आजको मेरो दिन यस्तै भयो। मैले बिहानै भ्लग सुरु गर्नुपर्ने थियो तर मैले बिर्सेछु क्या आज प्रोग्राम छ भनेर, सो उतै गएर बनाएँ। द्याट्स इट। थ्याङ्क यू फर वाचिङ। बाई बाई।